नमस्कार नमस्कार। अनि हजुर यो अहिले चाहिँ गन्ना बिजाइ गर्दै हुनुहुन्छ। हजुर हजुर यो कुन गन्ना होला? यो चाहिँ 15-023 हो। ए यो गन्ना चाहिँ कुन महिनामा यो लगाइन्छ? यो अँ, यो अहिले पनि लगाउन सकिन्छ, जुन यो चलिरहेछ अँ, फागुनमा पनि लगाउन सकिन्छ यो हजुर। गन्ना। अनि यो गन्ना कुन विधि होला यो? यो रिङ विधि हो। ए यो रिङ विधिमा कति जस्तै कसरी लगाइन्छ यो रिङ विधि? रिङ विधि चाहिँ गड्डा खनेर फर्स्टमा लगाउन सकिन्छ। हजुर हजुर। अनि यो चाहिँ स्पेस चाहिँ 2 फिट 4 फिट जति राख्नुपर्छ। यसको स्पेस चाहिँ 4 फिट हैन? अनि यो चाहिँ तपाईको एउटा खड्डामा कति गन्ना हाल्नुपर्छ? यो मैले सानो गड्डा गरेको छु। हजुर अनि ठुलो गरेपछि अनि 50 जति राख्न पनि सकिन्छ। हजुर। अनि यो म सानो गड्डा खानेर त्यही भएर चाहिँ मैले 30 मात्रै हालेको। ए अनि यो गन्ना जस्तै पहिला त हल विधिबाट लगाइन्थ्यो, अहिले चाहिँ यो तपाईँ रिङ विधिबाट लगाउनु भएको छ। यो रिङ विधिबाट जस्तै हलोबाट लगाएपछि अनि यसको डिफ्रेन्स यानि कि के छ यसको फरक चाहिँ हलोबाट अनि यो रिङ विधिबाट के फरक छ? रिङ विधि भनेको यो चाहिँ गन्ना चाहिँ एउटा चाहिँ यो ढल्दैन। हजुर हैन? अनि त्यसपछि चाहिँ यो गन्ना हजुर 5 सालसम्म खान सकिन्छ यो। हजुर हजुर। अनि यो तपाईँको एउटा खड्डामा कति केजीसम्म निकाल्न सकिन्छ, उत्पादन गर्न सकिन्छ? यो एक खड्डामा चाहिँ मैले चाहिँ यसमा अब एक गन्ना चाहिँ एभरेज चाहिँ तपाईको 2 किलो जति होला। हजुर हजुर है। हजुर। अब 30 गन्ना लगाएपछि अनुमान लगाए तपाईँ आफै अनुमान लगाउनु। 30 या 90 केजी भइहाल्यो एउटा खड्डामा। एउटा खड्डामा। अनि यो चाहिँ एउटा जस्तै यो कति पटक काट्न सकिन्छ? यो चाहिँ 5 सालसम्म काट्न सकिन्छ। त्यही एभरेज हो फेरि। ए इभरेज नै त्यही दिन्छ। फर्स्ट चोटि काट्दाखेरि कति इभरेज दिन्छ यो? यो फर्स्ट हजुर फर्स्ट चाहिँ एक गड्डामा त्यही हो 90 किलो जति दिन्छ। ए फेरि दोस्रो पटक काट्दाखेरि त्यही एभरेज हो। ए त्यही इभरेज 90 5 चोटि 5 पटक। अनि यो जस्तै फर्स्टमा यो तपाईले यो गन्ना लगाएर यो कति दिनपछि यसलाई गोडाइ गर्नुहुन्छ? यो गोडाइ चाहिँ अब गन्ना निस्केपछि मात्रै गोडाइ हुने हो यसमा। हजुर हजुर। अनि त्यसपछि पानी सानी हाल्ने, मलसल हाल्ने मल। अनि योलाई जस्तै भन्नाले यो लगाएर अब ढाकिसकेपछि तपाईले चाहिँ योलाई जस्तै कसरी योलाई जस्तै पानी लगाउँदाखेरि कुन विधिबाट लगाउनुहुन्छ? मेड बनाएर कि कुलोसो कि त्यतिकै? मैले चाहिँ अब यो चाहिँ यस्तै लगाउने जबसम्म ठुलो हुँदैन गन्ना। त्यसपछि माटो चाहिँ यो जो खाल्डो छ नि यो खाल्डोमा पुरेर फेरि यसैमा यो जुन ठाउँमा मैले लगाएको छैन नि त्यसैमा पानी दिने के। अनि यो रिङ विधि जस्तै कति साल भयो यस्तो यो तरिकाले गन्ना लगाउँदा हजुरलाई? चाहिँ 3 साल जति भइसक्यो मैले यो लगाएको। अनि तपाईले यो एक कट्ठामा कति कुन्टल इभरेज आउन सकिन्छ यो तपाईको समथिङ अनुमान? अनुमान चाहिँ 100 कुन्टल त बढी नै आउँछ। 100 कुन्टल जति। त्यसो भए त तपाईको एक्सपिरियन्स र तपाईको मेहनतले गर्दा हैन 100 कुन्टल भनेको चाहिँ राम्रै इभरेज रहेछ। राम्रै रहेछ। मेहनत चाहिँ जस्तै तपाईले जस्तै कति चोटि यसमा गोडाइ गर्नुहुन्छ? मैले चाहिँ यसमा 3 चोटि 3-4 चोटि गोड्नु पर्छ, बढी त हुँदैन। त्यही हो, खड्डा मात्रै गोड्ने र यता मात्रै हलो लगाइदिने हो योबाट। अब तपाईँ अहिले चाहिँ जस्तै अब यस्तै रिङ विधिबाट अब तपाईको जस्तै यो कति वर्ष भन्नुभयो? 3 वर्ष 2-3 वर्ष भइसक्यो हैन? ल ठिक छ, धन्यवाद हजुरलाई। ठिक छ, नमस्कार। ल अब देखने कैसे बना हो जाता है।